सं शनिश्चराय नमः। सनातन धर्ममा हरेक दिनको आफ्नै ऊर्जा र देवता हुन्छ। शनिबारको अधिपति देवता हुनुहुन्छ न्यायका देवता शनिदेव। धेरैले शनिदेवलाई डरको रूपमा हेर्छन्, तर वास्तवमा उहाँ डर होइन, अनुशासन र कर्मको फल दिने गुरु हुनुहुन्छ। शनिबारको दिन विशेष गरी शनिदेव र सङ्कटमोचन हनुमानको पूजा गरिन्छ। यदि तपाईँको जीवनमा बाधाहरू आइरहेका छन् भने आजको दिन यी 3 काम अवश्य गर्नुहोस्। नम्बर 1 मा सूर्योदय अघि वा सूर्यास्तपछि पिपलको बोटमा तेलको दियो बालेर तपाईँले शनिदेवको पूजा गर्न सक्नुहुन्छ। नम्बर 2 हनुमान चालिसाको पाठ गर्नुहोस्, किनकि हनुमानका भक्तलाई शनिदेवले कहिल्यै कष्ट दिनुहुन्न। र नम्बर 3 मा गरिब वा असहायलाई कालो वस्तु वा भोजन दान गर्न नबिर्सनुहोस्। यसै सन्दर्भमा गीतामा भगवान् कृष्ण भन्नुहुन्छ, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, अर्थात् कर्ममा मात्र तिम्रो अधिकार छ, फलमा होइन। शनिदेवले हामीलाई यही सिकाउनुहुन्छ कि आजको सही कर्मले नै भोलिको सुन्दर भविष्य निर्माण गर्छ। आफ्नो कर्मलाई शुद्ध राखौँ, न्यायको मार्गमा हिँडौँ। यस्तै पौराणिक कथाहरू र सनातन धर्मका गहिरा गाथाहरूका लागि सनातन टेल्ससँग जोडिनुहोस्। च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। जय श्री कृष्ण। तपाईँको शनिबार शुभ रहोस्।